Roma! अब रातभरि यही मदिरा अलक्षिणी यो हेर्नु हामी गएकोतिर चम्पा ए चम्पा कति सुत्छस् उठ मलाई बाँधेर राख्नी मेरो छोरालाई बिजोग पार्ने हैन त उठ तैले मलाई के सोचेकी छस् कति हेपेकी मलाई थाममा बाँधेर मर्न खोजेकी चम्पा तँलाई म अब छोड्दिन यहाँको सम्पत्ति मरि गए पनि तेरो नाम हुन दिन्न बुझिस् चम्पा तँलाई अब म यतिकै छोड्दिन तँलाई म मरेको छु पागल भइसक्यो म सुतेको मान्छेले किन उठाइराखेकी बेकारमा यहाँ अब म तँलाई खार्छु म मार्छु म अब आमा तल गइहाल्नु भयो त्यो नकचरीको डोरी फुकाइदिनु त के भन्छ त चाहिँ बाउलाई के आऊ कहिले त्यो डङ्कीलाई मार्छु भन्छ कहिले डोरी फुकाइदिनु भन्छ कति दुःख दिन्छ कि यो अलक्षिणले पनि ए फुकाइदिनु न चाँडो फुकाएर माथि आउनु मलाई डर लागिसक्यो हुन तँलाई डर चाहिँ कसरी लाग्यो त अघिसम्म अर्कै रूपमा थिइस् अहिले चाहिँ तँलाई कसरी डर लाग्छ दुःख पनि कति दिन जाने किसिम ओइ चम्पा तँ डङ्कीले भूत जस्तो भएर बसेको छ म त सक्दिनँ फुकाउनलाई म त आफूलाई डर लागिसक्यो एउटा काम ढङ्गसँग गर्न आउँदैन है जान हेर तेरी आमालाई आउनु के गो जिउँदै खानी हो ला अब अलिक बुद्धि आयो कि कहाँनिर के बोल्नुहुन्छ के बोल्नु हुँदैन कसलाई के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर अब पनि बुद्धि आएन भने तँलाई जिउँदै जलाइदिन्छु म हेलो कतातिर खुर्काएर सुत्नु म त सुत्दिनै छोरी मलाई डर लागिरहेछ म यतापट्टि सुत्छु तँ एक्लै सुत के को डर लाग्दो रहेछ फेरि यहाँ यहाँ बस्नु नि वाक्कै पारी पार्न पर्ने यसकै शासनमा चल्नु पर्ने
यो ओर्नु केको स्याटिङमै चल्नु पर्ने तैँले चाहिँ त्यो डङ्किनीको डोरी फुकाइ त किन भने किनी मेरो सपनामा आएर मलाई किन यसरी डोरीले बाँधे कि फुकाइदिने फुकाइदे नत्र भने म तँलाई मार्छु भनेर घाँटी नै च्याप्न आएपछि के गर्नु त नफुकाइदिएर तँ पनि अघि अर्कै रूपमा थिइस् तँलाई यो कुरा थाहा छ कि छैन नि फेरि थाहा छ के थाहा छ मलाई तल जान डर लागेर नाटक गरे कि म यस्तो रूपमा आएँ भने तपाईँ डराएर तल जानुहुन्छ अनि त्यो नकचरीको डोरी फुकाइदिनुहुन्छ भनेर तर के गर्नु म आफै फुकाउन जानु पर्यो यसरी आफ्नै आमालाई दुःख दिन्छ नि त खुब राम्रो काम गरे भनिदियोस् मलाई त लाग्छ त्यो नकचरीको भित्र उसको मरेको पोइको हातमा आएको छ त्यसले बेउरा नै त्यस्तै देखाइरहेको थिए राति यस्तो कुरा गर्नु हुँदैन चुप लाएर सुत्न थकाइ लगाएर मर्नु भइसक्यो छोरी कहाँ मात्रै खोज्नु बस्नु न एकछिन है म त कक्राकै भइसक्यो अनि यो उमेरमा पनि ढाड दुख्छ त आमा मैले नबुझेको कुरा यो बाउ जान चाहिँ कहाँ गएका रहेछन् एक्कासी घर छोडेर हामीलाई केही खबरै नगरेर यस्तो घरको मूल मान्छेले घर छोडेर जाँदा गाउँ समाजले के भन्ने होला नभए त पिर नगर कसैले केही भन्दैन बरु हामी गुवा रोएर नाटक गर्नुपर्छ अनि बाउ कतै गएको छन् भन्नुपर्छ यो नक्कलीको मुख बन्द गरिदिनुपर्छ फेरि कतै केही भन्ने हो कि फेरि सम्पत्ति जति त्यो नकचरीको नाममा पास गरिदिएछन् अब त्यही त होला नि घरको मालिक नि यत्रो मेहनत गरेको त यही दिन देख्नलाई रहेछ अब त हामीलाई झन् सजिलो हुन्छ त्यसलाई साथ दिने को छ र हामीलाई देखेपछि त डरले छुली मुच्छे मुच्छ देख्नु भएन कसरी मेरो मुखमा थुकेको झन् हिम्मत बढेको छ त्यसको तो त म पनि लड्न सक्छु भनेर हामीलाई देखाकी मात्रै हो ताकि हामीले नहेपुन् भनेर डर त कति मान्छे त्यो त मलाई थाहा छ नि साँची भोलि त्यो मुखियासँग गर पैसा लिनुपर्छ फेरि पछि नदेला दिन्छ जसरी पनि दिनुपर्छ त्यसले नदिएर हुन्छ मागे जति दिन्छु भनेको छ यदि दिएन भने त्यसको इज्जत मेरो हातमा छ त्यसलाई थाहा छँदैछ इज्जतको डरले भए पनि दिन्छ त्यसले बरु यताकोलाई चाहिँ के गर्ने हो सोच्नुपर्छ सुनदेव अब तँलाई हामी एउटा कुरा भन्छौँ त्यो तैँले मान्नुपर्छ मान्नुपर्ने त तपाईँले धेरै कुरा छन् मुखिया बा मुखिया बा हजुरले मलाई के भन्नु भएको थियो याद छ के बिर्सिनु भयो त्यो सबै पैसा टिप पैसा राख अनि यहाँबाट गइहाल फेरि पनि यस्तै कुरा लिएर त्यो घरमा तेरो खुटुले देखाउन बुझिस् हजार त्यहाँ छ त्यो मुखिया बा कस्तो पैसा दिन पनि नआएको क्या हजुरलाई
हजुरको यस्तो व्यवहारले गर्दा हजुरको नाबालक छोराले के सिक्छ भन्नु त? अब म तपाईँलाई सिकाउँछु मुखिया बा पैसा कसरी दिने भनेर। अहिलेलाई तपाईँ चम्पा, म मुखिया बा, बुझ्नुभयो नि? यसरी दिने पैसा। चम्पा, अहिलेलाई मसँग यति मात्र छ, यति मात्र लगेर जा, बाँकी चाहिँ पछि गरौँला। अनि तँलाई धेरै धेरै धन्यवाद, तैँले हाम्रो इज्जत बचाइदिस्। तैँले हाम्रो इज्जत नबचाइदिएको भए त हामी यो गाउँमा मुख देखाउने लायकै रहने रहेनछौँ। तँलाई धन्यवाद छ, तैँले जति पैसा माग्छस् हामी दिन तयार छौँ। ला चम्पा, ला भनेर यसरी दिनुपर्छ के, नफ्याल्नु भने पैसा। बुझ्नुभयो नि मुखिया बा? यसरी रिसमा आएर पैसा दिएपछि हामीलाई पनि पारा तात्तिन्छ, अनि भोलि के हालत हुन्छ भन्नु त? किन यसरी अटेरी भएका हुन् कुन्नी मुखिया बा? चुप। अब तँलाई मैले इज्जत गर्नुपर्ने, तैँले मलाई के सोचेकी छस्? फेरि के प्रमाण छ तँसँग? घरिघरि मलाई यसरी धम्काइरहन्छस्? हेर चम्पा, तैँले मलाई राम्रोसँग चिनेकी छैनस्। चिन्छु, राम्रोसँग चिन्छु। नामले मात्र मुखिया, आफ्नै छोराले त गन्दैन। पहिले मैले पनि अलिअलि मान्थे, तर मुखियाको छोरो जस्तोले मेरो त्यस्तै विधवा भाउजूलाई पछ्याउन थालेपछि मान्दिनँ म मुखिया सुखिया। कसरी मान्ने? छोराले त्यस्तो हरकत गरेको छ। अनि प्रमाणको कुरा गर्दै हुनुहुन्छ मुखिया बा। आजभोलिको जमानामा के चाहिँ हुँदैन भन्नु त? मोबाइल छँदैछ नि, मेरो मोबाइलमा सबै प्रमाण छ। मुखिया बा, मलाई यति पैसाले पुग्दैन। मेरो मनले त तँलाई अहिले एकैछिनमा जिउँदै जलाएर खरानी बनाइदिउँ जस्तो भइरहेछ। तर म विवश छु। भन, अब तँलाई कति पैसा चाहिन्छ? मलाई 5 लाख चाहिन्छ। तर मलाई पैसा दिन हतार गर्नु पर्दैन, बिस्तारै दिँदा हुन्छ। 5 लाख रे? तेरो बाउले कमार मलाई राख्न दिएको छ र तैँले भन्ने बित्तिकै मैले झिकेर दिनलाई? तँलाई म 1 कौडी पनि दिन्न। पैसा असुलले तैँले मौका बाँकी छेस्। ल भन, के गर्छस् तैँले? दिन्न म। ठिकै छ, इज्जत भन्दा 5 लाख ठुलो भएपछि यस्तै। तर मैले यो कुरा गाउँमा फैलाएँ भने के हुन्छ? आफै बुझ्नुहोस्, तपाईहरुको 5 रुपैयाँको इज्जत रहँदैन। अहिले तपाईहरुलाई मात्र होइन, 7 पुस्तालाई पुग्छ यो कुरा। पिरल छ के? इज्जत भन्ने कुरा यस्तो हो कि मुखिया बा, हजुर त मरेर जानु होला, तर आउँदो नयाँ पुस्ताको बारेमा सोच्नुस् त के होला? अहिले जसले मुखिया भनेर गन्नु भएको छ नि, भोलि मुखिया न सुखिया भनेर तपाईको मुखमा थु गर्दाखेरि कस्तो हुन्छ भन्नुस् त? ल ठीक छ, तँलाई म 5 लाख दिन्छु, तर मैले अघि दिएको त्यो 5000 चाहिँ मलाई फिर्ता दे। ल यसरी त कहाँ हुन्छ मुखिया बा? सरासर झेले भयो मुखिया बा यस्तो त। यो पैसा त अघि तपाईले पैसा भनेर मेरो मुखमा फालेर बेइज्जत गर्नु भएको थियो नि, त्यही अपमानको बदलाको पैसा हो यो। अति भनिस् तैले मलाई त। ए देव देव चुला किन रोक्नु भएको हजुर यसलाई? यसको त मुख सुख भत्काइदिनु पर्छ। ए पदरी चुला, त यस्तो कुरा बुझ्दिनस्। अहिले चुला, यस्ता कुरा यी आमा छोरालाई थाहा हुन्थ्यो भने यस्तो हालत हुन्थ्यो त? ल मुखिया बा, पैसा चाहिँ जम्मा गरिदिनु है छिटो, अहिलेलाई म लागे। बुवा, हजुरले यसलाई यतिकै किन छोड्नु भएको?
अहिले त के पनि नबोल, यसको व्यवस्था छुट्टै हुन्छ। यस्तो बोल्ने ठाउँ पनि छुट्टै हुन्छ। कस्तो नाच्नु पनि नआउने के गुनु ला 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 रिङ्गाटो लाग्ने नचाइछस् त मेरो के को खुसी आली नआउ छोरी त त सधैँ रिसाइ राख्ने मान्छे आज यति धेरै खुसी किन छस् भन् त यो खुसी कुरा सुनेपछि तपाईँ पनि बौलाउनुहुन्छ के खुसीले अति खुसीको खबर छ ल घुम्नु त ल भयो भन् त भन् कस्तो खुसी कुरा हो मैले पनि सुन्नु पर्यो नि छिटो भन् न आमा हामीलाई त्यो मुखियाले 5 लाख रुपैयाँ दिने भयो नि 5 लाख नाच्दा त साथ गरिहाल्छु नि 5 लाख दिनै सक्यो कि दिन आइज भन्या छ बल्ल बल्ल झगडा गरेर मान्यो के आमा तर मान्छे उल्लु नै हो के त्यत्रो 5 लाख दिन तयार भयो तर त्यसलाई के थाहा यो सब काम हाम्रै हो भनेर के हो छोरी हामी त माला माल हुन्छौँ कि क्या हो जता ततै पैसै पैसा देखिन्छ तो मुख्य भनौँदालाई इज्जतको ठुलो डर छ हुन पनि ठिकै हो पैसा भन्दा इज्जतै ठुलो हो इज्जत पनि जोगाउनु पर्छ तर मुख्यको 5 लाख जानी भो जेसुकै होस् हामीलाई के को मतलब किन नाना थरी टेन्सन लिएर बस्नु हामीलाई पैसा भइहाल्यो नि अलि राम्रोसँग मान्न फतौरी माडी त राखेको छु नि कटकटी खाए के हजुरको खुट्टा कटकटी नखाएको दिन कहिले छ धेरै फतफत नगर्न फतौरी तँलाई पनि त खुट्टा दुख्या बेला कम्बर दुख्या बेला मैले मिद्या छैन यति खुट्टा मिद्दाखेरि तँलाई मैले मिदिनु भएको छैन गर्नु भएको छैन कहाँ भनेको छु र ए हजुर के हो अब त हाम्रो छोरा पनि सुध्रिसक्यो त्यसको लागि केही सोच्नुस् न तैँले त्यही छोराको बिहे गर्ने भनेर भन्न खोजे कि अलिस त्यसले मान्न नि त पर्यो नि अहिले पनि त्यही विधवाको पछि लाएर त्यसलाई बिर्सन सकेको छैन भनिसक्यो त अब यस्तो गर्दिन भनेर फेरि किन त्यही कुरा गरिराख्नु भएको अब हाम्रो अगाडि पो त्यसले त्यसो भन्यो त्यसको मनमा त्यही विधुवै केटी छ त्यो विधुवै केटीलाई मनभित्रबाट निकाल्नै सकेको छैन तै पनि तैँले भनिहालिस् यो विषयमा म विचार गराउन यो फतौरीलाई जति पनि लाग्दैन झन् लोकल भाले बनाएको बेलामा चिउरा ल्याएर टाँसै अरे भगवान जहिले पनि भातै खानुपर्छ भन्ने के छ कहिलेकाहीँ त यसो चिउरा खाए पनि त मुख फेरिन्छ नि खानुस् त पक खा बाबु तैँले नुन त ठिक छ है बुवा आमा आमा ठिक छ क्या मलाई ठिक छ कहिले बतल नलाई खाने बानी भएको हुन्छ जहिले यस्तै हो जति मिठो पकाए पनि एउटा न एउटा बोल्ने बानी छ क्या जरा बाउको
रिसाउन त कसले सक्छ र बुवालाई? मलाई त झन् त्यही रिसाउनुहुन्न। बुवा, हजुरहरूले मेरो कुरै सुन्न चाहनुहुन्न। त्यो 2 दिन म साथीकोमा बसेको थिएँ। हजुरहरूले सोच्नुभयो मैनालाई भगाएर कतै लग्यो भनेर। बुवा, मैना हराएको त आज बिहान मात्रै थाहा पाएको मैले। त्यसपछि गएर मैले बचाएर लिएर आएको। त्यो चम्पा पैसा भनेपछि भुतुक्कै मर्छ। पैसाकै लागि मर्यो त्यो गरेकी हो। हामीले त्यसलाई किन दिने पैसा बुवा? हामीलाई त्यसले त्यतिकै उल्लु बनाएकी छ। चुप लाएर बस। त्यसले मोबाइलमा प्रमाण छ भनेर भनेकी छ। बात तिमीहरू कतै गइरहेको बेलामा, कतै बसेर गफ गरिरहेको बेलामा त्यसले मोबाइलले खिचेकी कम्तै चलाकी थियो त्यो। तर त्यो चलाक भनेर आफूले ठुलो ठान्छ। त्यो भन्दा म कति चलाक र षड्यन्त्र रट्न सक्छु भन्ने कुरो त्यसलाई के थाहा? यत्तिकै म दिन्छु र त्यसलाई पैसा? पैसा के रुखमा फल्ने पात हो र? त्यसलाई के ठिक पार्नुपर्छ? पाख बाबु, म आइडिया सोध्दैछु, आइडिया। नानी, हजुरलाई एउटा कुरा भनौँ। अलिकति के राम्रो गरे जस्तो गर्नुपर्छ, टाउकोमा टेकिहाल्नुपर्छ है। भन्नुहोस् महारानीज्यू, के कुरा हो? नानी, हजुरहरूले मुखिया बासँग किन त्यति धेरै पैसा ल्याउनु खोज्दै हुनुहुन्छ? मैले भनिसकेँ त, हामीहरूको बिचमा केही पनि छैन भनेर। यो त सिधै मेरो इज्जत बेचेको जस्तो हुन्छ। बिन्ती छ नानी, त्यस्तो नगर्नुहोस्। ओ, के कुरा होला भनेको त यो कुरा पो? महारानीले हामीलाई सिकाउने भइस। हामीले जेसुकै गरौँ, तँलाई के मतलब? हामीसँग 5 लाख रुपियाँ आउन लाग्यो भनेर जलेर मनलाई छैन। तर त जलेर खरानी भए पनि त्यही खरानीले भाँडा मस्काइदिन्छु म। मलाई केही फरक पर्दैन, त जलेर मरे पनि। जलेको होइन नानी, अर्काको पैसा किन यसरी खाँदै हुनुहुन्छ भन्न खोजेको मात्रै हो। यसरी खाएको पैसाले पोल्छ नानी, त्यही भएर यस्तो नगर्नुहोस्। मुखिया बा भनेको मुखिया बा नै हो। भोलि जे पनि गर्नुहुन्छ, पैसाको लागि जे पनि नगर्नुहोस् नानी। के रे, मैले पैसाको लागि के गरेको देखिस् तैँले? ह, लिन्छु म, मुखियासँग पैसा लिएरै छोड्छु। सक्सेस भने रोकेर देखा। अब हुँदा हुँदा महारानीले हामीलाई सिकाउने भएछ नि त मेरो मास्टर नि। म कोरे तेरो कोरे भन् त, नभन्नी? के रे, के भन्छ त्यसलाई इङ्ग्लिसमा? स्टुडेन्ट के? नानी, मैले त्यस्तो नराम्रो भन्न खोजेको होइन। मैले त हाम्रो परिवारको लागि भनेको। त्यस्तो गलत नसोच्नु न। भनिस् हाम्रो परिवारको लागि। हाम्रो परिवारको लागि भन्ने हो भने मेरो दाइलाई खान्थिस्? बिन्ती छ नानी। के का तेरा बिन्ती? तेरा बिन्ती, तेरा बिन्ती यहाँ यहाँ तेरो बिन्ती। ल आइज, तेरो बिन्ती, तेरा बिन्ती। कति कति चाहिँ बिन्ती गर्छ? कति चाहिँ बिन्ती गर्छ? यो घर छोडेर कहिले जाने हो त? कहिले छ नि? जा भन्दा चाहिँ नमान्ने। यही कोचेर बस्नुपर्ने होइन? यहीको सम्पत्ति खानुपर्ने त नै? यहाँ त मेरो सम्पत्ति खानुपर्ने? कोही त खाइस यहाँको सम्पत्ति नि खाने होस्। गएको आउँछ हार बस्छस्? आधा दिन भइसक्यो, चुलोमा आगो बलेको छैन। काम गर्नुपर्छ भनेर बिन्न नाटक गरेर बसेको छैन। यस्तै हुन्छ। अडिगालको गोलामा हात हालेपछि टक्छ भने थाहा छैन। आइज भात पकाउनलाई यहाँ सुख पुग्छस्।
मलाई त मुखिनी आमा कता लखर लखर के भयो किन रोके कि मलाई पैसो के मुखिनी आमा पैसो त्यही पैसोको लागि रोके कि नि पैसा छ भन्दैमा त जस्तीलाई फोकटमै बाँड्दै हिँड्नु पैसा त्यत्तिकै आउँछ किन रोके कि मलाई भन् कस्तो रिसाउनु भयो के मुखिनी आमा हजुरहरूसँग पैसाको कमी छ र मैले पैसा माग्दा रिसाउनलाई पैसा छिटो छिटो जम्मा गरिदिनु पर्यो भनेर भन्नलाई रोके कि नि तँलाई किन दिनु छिटो जहिले मन लाग्छ त्यहीले दिन्छम कति नै उसकै ऋण खाएको जस्तो गर्दिरहेछ ऋण खाएको जस्तो रे ऋण खाएको भन्दा ठुलो कुरो छ यहाँ बरु ऋण खाएको भए लाज हुने थिएन के मुखिनी आमा तर यहाँ कुरो अर्कै छ गाउँलेले थाहा पायो भने ओहो विचार गर्नुहोस् है हजुरलाई पनि राम्रोसँग थाहा छ मैले कतै गाउँतिर गएर छिसिक्को कुरा गरेँ भने के हुन्छ अहिलेलाई म चाहिँ तपाईहरूको ऋणवाली हजुरहरू चाहिँ मबाट ऋण लिने पीडितहरू फेरि हजुरहरूको इज्जत मेरो हातमा छ गाह्रो छ हौ मलाई कता कता के जोगाउनु पर्ने त आज मसँग अति नै बलिस छिरो आज मैले यही बाटोमै के गरेर मुखिनी आमा कस्तो आवेगमा आउनु भएको यसरी आवेगमा आउने होइन के म हजुरको घरको सोझी बुहारी होइन नि त हुन त हजुरको घरमा कस्तो बुहारी आउने कुन्नी छोरा त्यस्तो लफङ्गा छ त्यस्तासँग को आउला फेरि हजुरलाई राम्रोसँग थाहा छ हजुरहरूको इज्जत मेरो झोलामा छ मैले खोलामा लगाएर बगाइदिएँ भने त पानी जस्तै बग्दैन अनि हजुरको सम्पत्ति मेरो पोल्टामा चम्पाले भनेको छ भनेर मुखिया भालाई पैसा छिटो गरिदिनु भनिदिनु मेरो दिमाग खै बुवा गाउँमा बस्न पनि साह्रै दिक्क लाग्न थाल्यो समाजमा राम्रो काम गर्यो गाली खाइदो रहेछ कसैलाई सेवा गर्यो कि देखि नसक्ने घरमै त देखि सहँदैन यसो विदेश पो जानुपर्छ कि क्या बुवा तँलाई किन जानु पर्यो विदेश मुख्य खानदानको छोरो सारा गाउँलेले इज्जत गर्ने सारा गाउँलेले मान सम्मान गर्ने यस्तो ठाउँ छोडेर विदेश जानु पर्यो राम्रो काम गर्नु पर्यो नि गाउँमा बसेपछि त त्यही बुद्धको पछि लागेको छ त्यो समाजसेवा हुन्छ कहीँ मेरो हजुरबाउ मुखिया उहाँको चाहिँ मैले बिना थामेँ मेरो चाहिँ थाहा पर्दैन बोल्नु छैन त्यत्तिकै हल्लेर हिँडेको छ एउटा राम्रो काम गर्नु छैन राम्रो काम गर्दाखेरि समाजले यस्तो पढ्दै जानाले विदेश आमा बस होइन यो बाउलाई जस्तो भएर पतौरी किन आएर ठ्यास्न बस्यो के भयो अब नबौलाएर के नै बाँकी रहेर बौलाइसके म बौलाइसके आमा किन के भयो यसरी नरिसाउ न यो सब तैँले गर्दा भएको त जन्मिँदा हामी यति खुसी भएका थियौँ तेरा बाउले पास्नी गर्दाखेरि खसी काटेका थिए खसी कहीँ नभएको राक्षस त जस्तो सन्तान जन्मिनु भन्दा त गर्वमै तुएको भए आनन्द हुन्थ्यो अरे कति छोराले गाली गर्छ खास भएको चाहिँ के हो त्यो चाहिँ भन्नै गाली मात्रै गर्दैन एउटा त म यसो यसो गरेर यो त नपिट मलाई भन् भएको के हो के चाहिँ भएन भन्नु न त्यो 2 कौडीको पनि औकात नभएको चम्पा भनी नकचरीले म जस्तो मुखिनीको बाटो बाटोमा बेइज्जत गर्न थालिसकी अघि भर्खर बाटोमा भेट भएकी थिए
सुन्नै नसक्ने शब्दहरू प्रयोग गरेर गाली गलौज गर्दै थिए। यदि हाम्रो बीचमा इज्जतको कुरा नभएको भए त्यसलाई मैले त्यही मारेर खोलामा गाडिदिन्थे कि भने त्यसको मुखमा पैसा लगेर फाल्दिनु, नत्र भने केही सोच्नु, होइन भने म सहन सक्दिन। यो आइमाईको जात यस्तै हो। यता पनि आइमाईको कारणले लफडा, त्यता पनि त्यही आइमाईको कारणले लफडा। हतौडी त धेरै फतफत नगर, चुप लाएर बस। केही न केही खोज्दैछु। अलि मजाले मित्ने अलक्षिनी डङ्किनी खाना त गम गम यति खान सक्छस् नि। लेसक लेसक गरेको छे। काम त जुन काम गरायो उही टाइम पास मात्रै हुन्छ। आफूलाई कस्तो कर कर खाइरहेछ, अलि मित्नी गरेको उही खेलाउँछ मात्रै। मित्दै त छु नि आमा, जहिले नि किन यति धेरै गाली गर्नुहुन्छ? हेर न, मुखै लाग्छ। थुतुनो चलाउँदैलाई कसले भेट्ने? यो मुख चलाए अनुसार हात चलाउनु पर्यो नि। छोरी कहाँ आउँछस्? जहिले त पक्क बच्चा पिच्छेस हिँड्छेस। यहाँ जान्छु उहाँ जान्छु के भनिदिनुहोस्। जान्छेस् कहाँ त? एक वचन मलाई नसोधी हिँड्छेस्। यो पाराले हुन्छ छोरी? आमा, आज भोलि त म खुसीले गर्दा होसमै छैन। त्यो 5 लाख आउँदैछ भनेर पोइ बनाउँदा हुतियारालाई सुनाउन गएको। केही गर्छ कि केही सिक्छ कि भनेर प्रगति नै छैन। तैँले ठिक गरिस् छोरी। केही गर्न नसक्नेलाई आफूले गरे प्रगति देखाइरहनु पर्छ, सुनाइरहनु पर्छ। अनि पो केही सिक्छन् केही गर्छन्। त्यही त बाटोमा आउँदा मुखिनेलाई पनि भेटेकी थिए। यसो पैसा कुरा गरेको रिसले चोर भइन्। बिचरीलाई थर्काइदिएको लुक्क परेकी थिइन्। गल्ती छ नि त, थर्काइराख्नु पर्छ के, नत्र पैसा दिँदैन। नानी, म त भन्छु अझै पनि समय छ, यो सब बन्द गर्नुस्। तिनीहरू भनेको मुख्य खानदान हो। भोलि तिनीहरूले ठुलो घटना घटाउन सक्छन्। हजुरले सोचेको जस्तो सजिलो छैन। तिनीहरू तपाईँहरूले सोचेको भन्दा धेरै फरक छन्। त्यसैले यो सब काम बन्द गर्नुस्। बाप्रे, जलेको। आमा, के जलेको यसरी? कस्तो नमिठो गनायो। ए, महारानी पो जल्नु भएको रहेछ त। नजल्नुस् महारानीज्यू। त्यो 5 लाख आएपछि त्यसबाट 5-10 रुपियाँ दिउँला। अनि 5 किनेर खानु। यो सब कुरा पचाइन्छ के? नानी,
मैले त तपाईँहरूकै लागि भनेको। भोलि तपाईँहरूलाई केही हुन्छ कि भन्ने मलाई डर छ, अनि म किन जल्नु? तँलाई कतिचोटि भन्नुपर्छ नजल नजल भनेर? मेरो प्रगति देख्न सक्दैनस् तैँले? आमा म यति टाढा छु, एक झापट लगाइदिनु त। मेरो छोरा किन रिस गर्छस्? मेरो आमा छोरा त हेर्नै नसक्ने भए हुन पनि त रिस गर्ने कारण के छ भन् त? मेरै घरको गिचेकी छस्, हामीलाई नै रिस गर्छस्? चम्पा म्याडम कता? पर्खनुस् न पर्खनुस्। मैले तपाईहरुलाई नै खोज्दै थिएँ। मेरो फोन किन नउठाउनु भएको? तेरो फोन मैले किन उठाउनु ह? साला नामर्द, एउटा फटिङडा जत्रो मान्छे मार्न सक्दैन। उद्यारा नमारेर जिउँदै घर पठाइदिएको छ। त्यसको ग्रह यति बलियो रहेछ कि जतिचोटि प्रयास गर्दा पनि सफल हुन सकेनौ। तर जे भए पनि हामीले काम त गरेका हौ नि। अन्तिममा आएर मुखियाको छोराले बचाएपछि हामीले के गरौँ त? खै पैसा चाहिँ पाउँ त? पैसा फिर्ता पाम रे? ओ हेलो, मैले अस्ति नै के भनेको थिएँ? मेरो काम नबनेपछि मलाई डबल पैसा फिर्ता चाहिन्छ भनेको थिएँ कि नै? 1 रुपैयाँ दिन्न, म दिन्न। बरु मलाई फिर्ता दे मेरो पैसा, डबल त्यो पनि। मलाई दिने बेलामा उल्टै उले माग्दो रहेछ मसँग पैसा। ल कस्तो खालको मान्छे हो यिनीहरू? पुरो पैसा दिन्न। पैसा अब तैँले फेरि पनि काम गर्नुपर्छ, त्यो पनि फ्रीमा, बुझिस्? पहिले पैसा पाउन अनि विचार गरौँ न। अहिले पैसा सैसा नभने भाइ, रिस नउठा, छोरी भेट्लास बागे झाप्पु। किन दिमाग चाटिराउला यही बेला? दिन्न म पैसा सैसा छैन। खोइ खुकुरी अलि त गर लाग्ला, मान्छे गर्न हिँड्ने हो क्या? खोइ चिग्रे। यत्तिकै म कहाँ छोड्छु त? समय आएपछि बताउँछ। देव, किन नबोलिकन हिँड्नु भएको? मैना, अब हामी नबोलेकै ठिक होला। किन र के भयो देव? यस्तो बोल्नै नआउने हाम्रो बिच के भएको छ र? हामीले यस्तो नराम्रो काम के गरेका छौँ र देव? डराउनलाई जति डरायो त्यति हेप्छन्। हामीले त हाम्रो बिचमा केही पनि छैन भनेर प्रमाण देखाउनुपर्छ यिनीहरूलाई। यसरी यत्तिकै आरोप लगाउन पाउँदैनन् हामीलाई। मैले भने त, हामी नबोलेरै नभेटेरै एउटा मानवताको नाताले सहयोग गर्दा त यत्रो तमासा हुन्छ भने यसरी जतासुकै भेट हुँदा पनि बोल्न थालियो भने के होला? हामी नबोल्दैमा हाम्रो बिचमा केही पनि छैन भनेर
प्रमाण हुने हो र? मैले भनिसकेँ त, अब कुरा बुझ्ने र सोच्ने काम तिम्रो। मेरो बुवा आमालाई योभन्दा बढी पीडा म अब दिन सक्दिनँ। मलाई बुझ्ने यही एउटा देव हुनुहुन्थ्यो, उहाँले पनि बुझ्न छोड्नुभयो। मलाई किन कसैले मनै पराउँदैनन्? ममा के छ त्यस्तो? जाने चम्पा पानी लिएर गएर चम्पा हो ल त्यो टोही रोक्यो चाहिँ राखिरहन्छु त। कहाँ गयो? कहाँ गइछ? यत्रो बेरसम्म कुरिसक्यो, अघि नै गफिरो त। रात बिरात कहाँ गयो केटी? जङ्गलको घर छ, त्यो चितुवा पो आयो कि दुःख दिएको केटीले मलाई ट्याक्की भइसक्यो मुख सुकेर। सबले दुःख दिएको थियो मलाई। अझै मरे कि होला। मैना ए मैना हेर सोग्न सुत्ता भोक्न भोकारि पनि के यो आँदाले सुतेको छ। ए मैना मैना हजुर आमा कस्तो निन्द्र आयो तँलाई? के भयो? चम्पा अघिदेखि टोइलेट जान्छु भने हिँडे कि धेरै समय भइसक्यो, अहिलेसम्म आएकी छैन। उठ्न हेर्न जाउँ न, त्यहीँ लडेर बसिराखेँ कि। मान्छेलाई पिर छ, उसलाई सुत्न कुरा छ, छिटो आइज। टोइलेट पनि छैन। कहाँ जानु भएछ त यति राति? ए छोरी कहाँ गयो ओली यो? छोरी नानी नानी कहाँ गयो ओली यो? ओ के गर्ने? हेर्नुहोस् आउनुहुन्छ, काहीँ पनि जानु भएको छैन होला। मर्नु न आमा। छोरी तिमी कहाँ गयो? आमा यति राति यसरी नरुनु न, गाउँछ गाउँ हल्ला हुन्छ के?
बिहान उठेर आउँछन् हिँड्नु भोलि बिहान गएर खोजौँ कहाँ गयो रुनु भने अलि डिस्टर्ब हुँदै रुनुपर्छ भने मेरो छोरी कहाँ गयो आमा नरुनु न एकछिन आयो मलाई यसरी किन यस्तो दशा लागिरहेछ भगवान यति राति हाम्रो नानी कहाँ जानुभयो होला नि पिर नगर्नुहोस् आमा हाम्रो नानीलाई केही पनि हुँदैन पिर नगर्नुहोस् नरुनुहोस् के रुनु पर्दैन कहाँ गयो नि मेरो छोरी एकछिन रातभरसी बाहिर निस्किन डराउँथे टोइलेट जाउँ न आमा त भन्दै थिएँ मेरै बुद्धि बिग्रियो यदि त्योसँगै जान पाएको भयो नि त मैले यस्तो दिन भोग्नु पर्दैन थियो होला टोइलेट जान्छु भनेर निस्किनु भएको हाम्रो नानी कहाँ जानुभयो होला त पिर नगर्नुहोस् आमा सबै कुरा ठिक हुन्छ म यहाँ बसेँ भने तेरी आमाले थाहा पाउँछ त्यसैले म घर जान्छु तेरो साथीको लागि चम्चेलाई पठाइदिन्छु भनेर घर जानुभएको बुवा हजुर अहिलेसम्म चम्चेलाई पठाउनु भएन कहाँ जानु भएछ घरै पुग्नु भएको छैन क्या हो कि कतै आमाले त थाहा पाउनु भएन भित्ताको पनि कान हुन्छ यदि त कराइस् भने यो रातिको मौसम हो थाहा छ तँलाई मैले जे पनि गर्न सक्छु चल भनेको सुन्दिनस् तिम्रो मम्मी पर गएको छ पापा लिएर चाँडै आउँछ ल चाँडै आउँछ नानी आमा तपाईँ किन पिर लिनुहुन्छ नानी काहीँ पनि जानु भएको छैन नानीलाई खोजेर म ल्याउँछु म छैन किन पिर गर्नुहुन्छ भन्नु त कसरी कसरी त आफै भन् न टोइलेट गएको मान्छे एकैछिनमा गायब हुन्छ के मेरो छोरी भूत हो र मलाई त लाग्छ यो कर्तुर सबै यो मुख्य खानदानको हो हामीसँग लिनदिन कारोबार दुश्मनी तिनीहरूसँगै छ
आमा, मैले त पहिले नै भनेको थिएँ नानीलाई, तिनीहरू मुख्य खानदान हो, तिनीहरूले जे पनि गर्छन् भनेर। तर हजुरहरूले सुन्नु भएन। आज यो दिन आयो। अब उनीहरूलाई बिना प्रमाण हामीले कसरी दोष लाउने? हजुर आफै भन्नु त। मलाई चाहिँ यही बेला मेरो छोरीको दोष देखाउनु पर्छ? बल्ल खाइस भने यस्तो कुरा नगर न। बरु हिँड खोज्न जाउँ। आऊ आइसँग। सानो मुखे यता हेर्नुहोस् त, सासूबाई त यतै पो आउँदैछ नि त। केही गडबड पो भनेको कि हामी यतै लुक्नुपर्छ। साँच्चै हो त है, तर छाती फुला हिँड, फेरि शङ्का हुन्छ। देव, हजुरले हाम्रो नानीलाई कतै देख्नुभयो? हेर्नु न, हिजो राति टोयलेट जान्छु भनेर निस्किनु भएको, अहिलेसम्म घर आउनु भएको छैन। कहाँ जानुभयो कहाँ जानुभयो? हामी त खोज्दा खोज्दा खोइ हामीले त देखेन है सानो मुखे। तिमीहरूले नदेखे कसले देख्छ त? खुर्क मेरो छोरी निकाल, त्यही पनि सकुशल। धेरै नाटक गर्दा रहेछन्। तेरो बुहारी हराउँदा पनि हामी नै दोषी, तेरो छोरी हराउँदा पनि हामी नै दोषी, जे गर्दा पनि हामी नै दोषी हुनुपर्ने होइन? तेरो के खाइदिएको छ हामीले? पागल नि आइमै, तेरो छोरीको गोठालो हो हामी। यसरी नरिसाउनुहोस् न, हामीले त छिमेकीको नाताले सोधेको मात्रै हो हाम्रो नानीलाई हजुरहरूले कति देख्नुभयो कि भनेर। के को छिमेकीको नाताले सोधेको हुँ मात्रै भन्छस्? मेरो छोरीलाई गएको नि तिनीहरू नै हो नि। आमा, तँलाई बुढिया, तेरो यत्रो हिम्मत! यदि त आइमै नभइदिएको भए देख्थिस् मेरो पावर। यसरी नै कराइराख्न, तँलाई नै गायब पारिदिन्छु। सीमा हुन्छ नि जे कुराको पनि। यस्ता गाउँले छन्, दोष हामीलाई नै लाउनु पर्ने। जो माथि शङ्का छ त्यसैलाई भन्ने हो। तिमीहरू माथि शङ्का छ, तिमीहरूलाई नै भनेको। मैना, यो बौला कुकुर जस्तो भुक्ने आइमाईलाई यहाँबाट लिएर जा। देखि सम्झे कस्तो लाग्यो त मेरो पावर? रहेछ सानो मुखे। नभिड गोमा दिदी, तपाईँले हाम्रो नानीलाई देख्नुभयो? छैन देखेको। किन, के भएर? के भनौँ गोमा दिदी, हिजो राति नानी टोयलेट जान्छु भनेर निस्किनु भएको, अहिलेसम्म घर आउनु भएको छैन। सारा गाउँ खोजिसक्यो, कहीँ पनि हुनुहुन्न। कहाँ जानुभयो कहाँ जानुभयो? खै के हो तिमीहरूको नि कुरै बुझ्न सकिँदैन। घरिको नन्द गायब भने घरिको भाउजू गायब, के हो तिमीहरूको नि बुझिन साध्य छ। बाउ त झन् पुरै गायब भएको छन्। हुने नहुने तिमीहरूकै परिवारमा हुने रहेछ। के थाहा पहिको घर छोडेर माइती घरमा बसे कि गयो होली नि पहिला। चोखाले आइमै, तैँले धेरै बोलिस् मेरो छोरीको बारेमा। तेरो थुतुनु च्यातेर मैले तलाउनु नपरोस् फेरि। त्यही त आफ्नो छोरीलाई बेलायमा तलाउन सकेनौ।
अझ हामीलाई तल आउने रे उल्टै। छोएर देखाउ त, तिम्रो पनि जगटा निकालिदिन्छु मैले अहिले। मलाई छोएर मात्र होइन जुत्ता देखाउँछु म। हेरिरहन्छु जस्तो लाग्छ। गोमा दिदी तपाईँ जानुहोस् मुख फुकै लाग्ने। जहाँ पनि झगडा मात्रै गर्नुपर्छ है तपाईँलाई। जहाँ पनि झगडा मात्रै गर्ने भनेको हामी नानी खोज्नु हिँडेको मान्छे चुप लाएर नहिँडेर जोलाई भेट्यो त्यससँग झगडा गरे, जोसँग भेट्यो त्यससँग झगडा गरे। हेर चम्चे, हामी यहाँ यसरी ढुक्क भएर बसेर हुँदैन। त्यसलाई त्यहाँ कसैले देख्न पनि सक्छ र भेट्न पनि सक्छ। त्यसको परिवारले पनि त्यसलाई खोजिरहेका छन्, कहीँ भेटिन सक्छ। त्यसैले त घरमा गएर बुवा आमालाई सम्हाल, म त्यहाँ गएर त्यसलाई अन्तै सार्छु, बुझिस्? हस्। चम्पा, तँलाई यो हालतमा देखेर मलाई आज माया पनि लागेको छ, हाँसो पनि लागेको छ। चम्पा, सायद तैँले सोचेको पनि थिएनस् होला तेरो आज यस्तो दिन आउँछ भनेर। तर हेर त, दुर्भाग्यपूर्ण यस्तो दिन पनि आयो। जीवनमा यस्ता कुराहरू धेरै भोग्नुपर्छ। त बोल्न चाहन्छस्? नबोल। मेरो मन तेरो जस्तो कठोर छैन। मेरो हात अनि मुख खोलिदे। के चाहन्छस् मबाट? एउटा केटी मान्छेलाई यसरी बाँधेर के पाउँछस्? मूर्ख रहेछस् त। म तँलाई देख्न चाहन्छु, चिन्न चाहन्छु म। तैँले मलाई किन चिन्न पर्यो, किन देख्न पर्यो? यदि तैँले मलाई चिन्न र देख्न परेको भए यसरी बाँधेर राख्थे। एउटा कुरा सुन, तँलाई तेरो परिवारले खोजिरहेका छन् रे। त्यसैले तँलाई म यहाँबाट अन्त्य लाँदैछु। याद गर, तँलाई म यसरी हिँडाउँछु नि, तैँले पत्तो पनि पाउँदिनस्। सिङ्गल हिँड्नुपर्छ। तँलाई म खोलिदिन्छु। तेरो काल आएकै रहेछ। मलाई केही मात्र होस् न, तँलाई मैले जानेकी छु। छोड्दिन म तँलाई त्यतिकै। नहिँड, तर त आफै हिँडेर जानुपर्छ। मान्दिनस्? हिँड, एक्लै हिँड, एक्लै। हेर यसको घमण्ड। उठ उठ,
मेरो मूर्खताले तँलाई नै घाटा होला। यस्तो दिन पनि आउँदो रहेछ होइन तेरो? यसको चाला हेर यसको पारा। वाह वाह वाह, क्या दिन आयो यार होइन? वाह चम्पा, वाह वाह वाह, जीवनको मजा नै यही छ, कहिले दुःख कहिले सुख। हिँड्दैछ साली, बाँच्न कति रहर लागेको होइन? वाह, मर्न त कहाँ मन लाग्छ र मान्छेलाई? सास रहन्जेल आस हुन्छ भन्छन्। ए चम्पा, अलि छिटो हिँड। के हेर्छस्? होइन, यसले डर लाग्दैन कि क्या हो? साली मोरी, दुःख भन्ने कुरा के हो आज भोग्दैछ यसले। उठ! के हेर्छ यसले? देख्छ कि क्या हो? म त नाचेर हिँडिरहेको छु चम्पा। तेरो दुःखमा मलाई रमाउन यति मजा आएको छ नि। तैँले घरिघरि मलाई घुरेर किन हेर्छस्? सायद तैँले मलाई चिन्छस् कि क्या हो? चिन्न त नपर्नु पर्ने हो। हिँड! यति राम्रो तरिकाले नाच्दै हिँडेको घुरी घुरी फर्की फर्की हेर्छे। ओए हिँड छिटो। बस लड लड, लड्न नै मजा आउँछ। उठ! भैँसी जत्री छे थुप्री। म तँलाई उठाउँदिनँ, आफै उठ। तँलाई त म यति तडपाउँछु, यति। यो त के हो? गोमन साँप जस्तो आउँछ त। गोमन साँप जस्तो फुल्छे तँलाई भैँसी। हिँडो त फर्की। फर्की भनेको अहिले साह्रै जिस्काउँछ। गलत सला यसलाई त लाजा लातो हान्छस्। म थप्पड हान्ने त लातो। अरे सम्झना बिर्सना साला ला ला ला, झन झन बढ्यो तिर्सना साला ला ला ला। यसले त बाउ आमाले के सिकाएछन् भने नि, पछाडिबाट लात्ताले पनि हान्न सिकाएछन्। साला राउन्ड कि खान्छ यसले अब। अबे एउटा कुरा याद राख, तँलाई म त्यसै छोड्दिनँ। यति दुःख दिन्छु तँलाई। हिँड! यसरी नै तेरो जिन्दगी कटाइदिन पाए त मलाई क्या मजा आउँथ्यो।